बायाँतर्फको मैदानमा लुङ्ग्री गाउँपालिकाको खेलाडी भाइहरू हुनुहुन्छ, लुङ्ग्री गाउँपालिकाको टिम। त्यसै गरी दायाँतर्फको मैदानमा कोर्टमा परिवर्तन गाउँपालिका त देख्न सक्नुहुन्छ। यो लुङ्ग्री गाउँपालिकाको टिम हो पहेँलो जर्सीमा लुङ्ग्री गाउँपालिका। सबैजनाले यो लाइभलाई सेयर गरिदिनु होला। हामी यति बेला ठबाङ गाउँपालिकामा छौँ। यो ठबाङ गाउँपालिकाको बलभद्र नमुना माध्यमिक विद्यालयको खेलकुद मैदान हो। यो तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिताको उपलक्ष्यमा ठबाङमा छौँ। आजको बसाइ हाम्रो 3 दिन पुगिसकेको छ। हिजो मात्रै उद्घाटन भएको थियो। हिजो पनि पहिलो म्याच थियो, तर पानीको कारणले हुन सकेन हाम्रो पहिलो म्याच। र आज पनि फर्स्ट आवरमै हुने भनेको यो विभिन्न व्यवस्थापनको कारणले गर्दाखेरि केही ढिलाइ हुन पुगेको छ। अहिले 9:51 गयो यहाँको। अब सुरु हुँदैछ यो खेल। हाम्रो सम्पूर्ण लुङ्ग्री गाउँपालिकाको खेलाडी बहिनीहरू भाइहरू उता हुनुहुन्छ, व्यवस्थापक प्रशिक्षक सम्पूर्ण उता हुनुहुन्छ। उता लुङ्ग्री गाउँपालिकाको खेलाडी भाइहरू देख्न सक्नुहुन्छ तपाईहरूले। सबैजनाले हेरेर साथ दिनु होला। यो लाइभलाई सेयर गरेर सम्पूर्ण समक्ष पुर्याइदिनु होला। धेरैभन्दा धेरै सेयर गरिदिनु होला। म तपाईहरूलाई एकदमै अनुरोध गर्न चाहन्छु। पहेँलो जर्सीमा लुङ्ग्री गाउँपालिका को खेलाडी भाइहरू हुनुहुन्छ भनेपछि रेड जर्सीमा परिवर्तन गाउँपालिकाको खेलाडी भाइहरू हुनुहुन्छ। देख्न सक्नुहुन्छ एकदमै दर्शकहरू प्रतीक्षा गरेर बसिराख्नु भएको छ। यो बिहानैदेखिको प्रतीक्षा हो। तपाईहरू पनि एकदमै प्रतीक्षामा बसिरहनु भएको थियो। योभन्दा एक घन्टा अगाडि पनि मैले पोस्ट मार्फत जानकारी गराएको थिएँ केही समयमा सञ्चालन हुँदैछ हाम्रो खेल भनेर। अब सञ्चालन हुँदैछ। तपाईहरू सम्पूर्णले हेरेर साथ दिनुहोला। लुङ्ग्री गाउँपालिकाको टिमलाई बधाई एवं शुभकामना दिन सक्नुहुनेछ। अग्रिम बधाई, जितको बधाई तथा शुभकामना दिनुहोस् हाम्रो भाइहरूलाई। मलाई लाग्छ जहाँसम्म हाम्रो भाइहरूले एकदमै राम्रो खेल्नेछन्। हामी उच्च मनोबलका साथ र दृढ सङ्कल्पका साथ यहाँ मैदान प्रवेश गरेका छौँ। हामी अस्ति मात्रै आएका थियौँ। करिब 47 जना खेलाडी भाइ बहिनीहरू सहित हामी कोच, व्यवस्थापक गरेर हामी चाहिँ यहाँ आएका थियौँ। खेलाडीहरू इन भइसक्नु भएको छ, मैदान प्रवेश गरिसक्नु भएको छ। यता देख्न सक्नुहुन्छ। ल अब सुरु हुँदैछ हाम्रो भाइहरूको खेल चाहिँ। हाम्रो लुङ्ग्रीको भाइहरू एकदमै अनुभवी प्लेयरहरू छन्। उत्कृष्ट खेल्ने खेलाडीहरू नै छन् लुङ्ग्री गाउँपालिकामा। विभिन्न क्लबबाट खेलेका भाइहरू हुनुहुन्छ। एकदमै अनुभवी खेलाडी भाइहरू हुनुहुन्छ। अब हेरौँ यहाँ अब भाइहरूको पर्फर्मेन्स, त्यसै गरी लकको कुरा पनि हुन्छ यहाँ। अब कति साथ दिन्छ यहाँ हरेक हिसाबले। ल यहाँ देख्न सक्नुहुन्छ। सबैजनाले लाइभलाई सेयर गरिदिनुहोस् है। 74 जनाले हेर्दै हुनुहुन्छ। 74 जनाले हेर्दै हुनुहुन्छ। लुङ्ग्रीबाट यतिले मात्रै पक्कै हेर्दै हुनुहुन्न। एकदमै तपाईहरु सम्पूर्णले हेर्नु पर्यो, अझै हेर्नु पर्यो, अझै पनि साथ दिनु पर्यो।
छ भाइ ओ बाबु हेलो उनीहरूलाई यहाँ पछाडि बोलाऊ यो लाइनभन्दा पछि भन्नु लाइनभन्दा पछाडि हाम्रो सहायक एम्पायरज्यूले हाम्रो खेल प्रशिक्षकसँग खेलाडीको पोजिसनको बारेमा त्यहाँ छलफल गर्दै हुनुहुन्छ। पोजिसन सिट बुझाइसके पश्चात 87 पुग्नु भएको छ। ल बढिरहनु भएको छ। ल एकदमै यता भाइहरू हुनुहुन्छ एकदमै सेयर गरिदिनुहोस् है, एकदमै सेयर गरिदिनुहोस्, लाइक कमेन्ट र सेयर गरिदिनुहोस्। तपाईँहरूकै लागि भनेर मैले यो लाइभ गरेको छु। यो रेड जर्सीमा परिवर्तन गाउँपालिकाको खेलाडी पनि हुनुहुन्छ। यो खेल जुन टिमले जित्छ त्यो टिम अगाडि बढ्नेछ भनेपछि हार्ने टिम नकआउट हुनेछ, बाहिरिनेछ। लुङ्ग्री गाउँपालिका हो यो पहेँलो जर्सीको। योभन्दा अघिल्लो संस्करणमा लुङ्ग्री गाउँपालिकाले महिला भलिबलतर्फ प्रथम स्थान यानि कि स्वर्ण पदक प्राप्त गरेको थियो। लिबाङमा भएको थियो दोस्रो राष्ट्रपति रनिङ सिल प्रतियोगिता। दोस्रो राष्ट्रपति रनिङ सिल प्रतियोगितामा लुङ्ग्री गाउँपालिकाको महिला खेलाडी बहिनीहरूले स्वर्ण पदक हात पार्नु भएको थियो। अहिले पनि हामी एकदमै उत्कृष्ट मनोबलका साथ उपस्थित भएका छौँ। लगत्तै सञ्चालन हुँदैछ। पोजिसन सिट हेर्दै हुनुहुन्छ सहायक एम्पायरले। मेन एम्पायर र खिमविक्रम केसी हुनुहुन्छ। हाम्रो चाहिँ खिमविक्रम केसी हुनुहुन्छ। त्यसै गरी लाइन्सम्यानमा पारी एकजना भाइ हुनुहुन्छ भनेपछि यतापट्टि पनि भाइ हुनुहुन्छ। यहाँ व्यवस्थापनको हिसाबले एकदमै ठिक छ, तर पानीले गर्दाखेरि मौसम एकदमै प्रतिकूल छ। लिब्रो इन गराउँदै हुनुहुन्छ। ल 102 जना हुनुहुन्छ है। अझै सेयर गरिदिनु पर्यो। अझै बढाउनु पर्यो यो भ्युजलाई। अझै बढाउनु पर्यो। लिब्रो चेन्ज भइसकेको छ देख्नुहुन्छ। लिब्रो दुर्गा पुन मगर भाइ, यो मेरो भटिज हो दुर्गा पुन मगर चाहिँ। ल यता देख्न सक्नुहुन्छ। कस्तो देखिएको छ लाइभ कमेन्ट पनि गर्नुहोस् है। लाइभ कस्तो देखिएको छ कमेन्ट गर्नुहोस्। सकेसम्म तपाईँहरूलाई एकदमै राम्रो लाइभ देखाउने कोसिस गरेको हो, उत्कृष्ट लाइभ देखाउने कोसिस गरेको हो। तर यहाँ अलिकति यो ठाउँको कारणले भने जस्तो नहुन सक्छ, तापनि कोसिस एकदमै हुनेछ। 120 जनाले हेर्दै हुनुहुन्छ। तपाईँ सम्पूर्ण लुङ्ग्रीभित्रको जसले जहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरू सम्पूर्णले यो लाइभलाई सेयर गरिदिनु होला। यो लाइभलाई जति सेयर गर्नुभयो त्यति हाम्रो लुङ्ग्रीभित्रको विभिन्न महानुभावहरू, सम्पूर्ण महानुभावहरू स्वदेश तथा विदेशमा हुनुहुन्छ उहाँहरू समक्ष पुग्नुहुनेछ। कतिपय मेरो पेजमा नजोडिएको पनि हुनुहुन्छ होला। त्यसैले उहाँहरूलाई पनि यो लाइभसम्म जोड्नको लागि तपाईँहरू सम्पूर्णले सेयर गरिदिनुहोस्। यो लाइभलाई सेयर गरिदिनुहोस्। सेयर तपाईँको एउटा सेयरले ठुलो महत्त्व राख्नेछ। एक सेयरको लागि तपाईँहरू कन्जुसाइ चाहिँ नगरिदिनुहोस्। म यहाँ तपाईँहरूकै लागि भनेर लाइभ गर्न बसेको छु। सकेसम्म नेटले साथ दिएसम्म म तपाईँहरूलाई फुल अन्तिमसम्म लाइभ गर्नेछु यहाँदेखि।
कति टाढा नजिकबाट टाढाबाट देखाउनुपर्छ भन्नुहोस् है तपाईँहरू सम्पूर्णले। यो चाहिँ धेरै 0.5 बाट हो। यतिको देखाउँदा चाहिँ ठिकै हुन्छ, तर अलिकति क्लियर देखिन्न कि जस्तो छ है। समुद्र पालिकाले 9 जना मात्र खेलाडी सिफारिस गरेर भूमिका आयोजन गरिरहेको छ। अन्यथा 10 भएमा आफै व्यवस्थापन गर्नुहुनेछ। यदि हाम्रो आवाज सुनिराख्नु भएको छ भने सम्पूर्ण पालिका सेयर गरिदिनुहोस् है। 124 जना पुग्नु भएको छ। अझै सेयर गरिदिनुहोस्। अहिलेसम्म यो लाइभलाई हेर्ने 128 जना हुनुहुन्छ। अझै सेयर गरिदिनु पर्यो, अझै जोडिदिनुहोस् लाइभमा। हाम्रो लुङ्ग्री गाउँपालिकाबाट कि यति मात्रै हुनुहुन्छ त यो लाइभमा? अनलाइन यति जनाले मात्रै हेर्दै हुनुहुन्छ त हाम्रो खेलाडीहरूको खेललाई? यो पछिको खेल माडी गाउँपालिका र गङ्गादेव गाउँपालिकाको बीचमा हुनेछ। यो पछिको पुरुष भलिबल खेल अब सुरु भइसकेको छ। खेलाडी सिटी फुक्दै हुनुहुन्छ। यो एम्पायरज्यूले सिटी फुक्दै हुनुहुन्छ। अब भलिबल पनि मैदानमा प्रेसरमा लाग्नु भएको छ भलिबल। अब सर्भिस लुङ्ग्री गाउँपालिकाको छ। पहिलो सर्भिस लुङ्ग्री गाउँपालिकाको छ भने रिसिभ परिवर्तन गाउँपालिकाको छ। लुङ्ग्री गाउँपालिकाको जर्सी नम्बर 27बाट सर्भिस हुँदैछ। यो तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रणशीलको पुरुष भलिबल तर्फको पहिलो सुरुवाती म्याच हो। यो एकदमै सर्भिस गर्दै हुनुहुन्छ भाइले। एकदमै बल राइट रहेको छ लुङ्ग्री गाउँपालिकाको खेलाडी जर्सी नम्बर 2 प्रेम घरतीबाट। पहिलो बल चान्स बल थियो। सर्भिस पनि लुङ्ग्रीकै थियो। खाता खोलिसकेको छ लुङ्ग्रीले। अब हेरौँ दोस्रो बल, दोस्रो सर्भिस। नम्बर 2-0 भएको छ। लुङ्ग्री गाउँपालिकाको 2 छ भनेपछि परिवर्तनको 0 छ। 139 जना हुनुहुन्छ। ल एकदमै तपाईँहरू सम्पूर्णले यो लाइभलाई सेयर गरिदिनुहोस् है। सेयर गरिदिनुहोस्। 140 जना पुग्नु भएको छ। लुङ्ग्री गाउँपालिका भर्सेस परिवर्तन गाउँपालिका। दामी जर्सी नम्बर 1 लिलबहादुर पुनबाट पनि उत्कृष्ट स्पाइक। परिवर्तनले पहिलो टाइम आउट लिएको छ। टेक्निकल टाइम आउट लिएको छ परिवर्तनले। यति बेलाको हालको स्कोर 3-0 छ। स्कोर बोर्डमा 3-0 छ। लुङ्ग्रीले सुरुवाती एकदमै राम्रो उत्कृष्ट प्रदर्शन गरेको छ। नम्बर 3-0 भइसकेको छ। त्यहाँ स्कोर बोर्डमा देख्न सक्नुहुन्छ 3-0 छ नम्बर। एकदमै उत्कृष्ट खेल प्रदर्शन गरिराख्नु भएको छ लुङ्ग्रीको भाइहरूले। पहिलो टाइम आउट परिवर्तन गाउँपालिकाको खेलाडीले लिएको थियो। यो पहिलो टाइम आउट सकिएको छ, टेक्निकल टाइम आउट। अब पुनः सर्भिस लुङ्ग्री गाउँपालिकाकै छ। यति बेला स्कोर 3-0। सर्भिस कन्टिन्यू रहेको छ, लगातार सर्भिस। यता देख्न सक्नुहुन्छ। दोस्रो यो दामी रिसिभ बल आउन सकेन परिवर्तनबाट। लुङ्ग्रीको बाट सर्भिस बल भएको थियो भने परिवर्तनले त्यो रिसिभ ल्याउन सकेन, बल कन्ट्रोल हुन सकेन। त्यसैले 4-0 भएको छ। यति बेला 152 जना हुनुहुन्छ तपाईँहरू अझै पनि। एकदमै लुङ्ग्रीले एकदमै राम्रो गरेको छ। यति बेला 5-0 भइसकेको छ नम्बर।
परिवर्तनको 0 छ भनेपछि लुङ्ग्री गाउँपालिकाको 5 पुगिसकेको छ। 156 जनाले हेर्दै हुनुहुन्छ। ल अझै पनि सेयर गरिदिनुहोस् लाइभ। तपाईँहरू सम्पूर्णलाई मैले लाइभको लागि एकदमै अनुरोध गरेँ, सेयर गरिदिनुहोस्। बल फेरि चेन्ज भइसकेको छ। दामी परिवर्तनबाट बल आउट भएको छ, त्यसैले यसको फाइदा लुङ्ग्री गाउँपालिकालाई। लुङ्ग्रीको नम्बर 6 पुगेको छ भने परिवर्तनको 0। यति बेला 167 जना हुनुहुन्छ। जोडिदिनुहोस् लुङ्ग्रीको सम्पूर्ण महानुभावहरू, हाम्रो लुङ्ग्रीको खेलाडी भाइहरूको हौसला स्वरूप लागि जोडिदिनुहोस् तपाईँहरू। बल गिरेको छ लुङ्ग्रीको मैदानमा, एकदमै अलिकति तालमेल मिल्न सकेन। परिवर्तनले खाता खोलेको छ। 1-6 पुगेको छ। परिवर्तनबाट पहिलो सर्भिस हुँदैछ रिसिभ लुङ्ग्रीको। बल लुङ्ग्रीको मैदानमा परिवर्तनको सर्भिस बल आउट भएको छ, त्यसैले त्यसको फाइदा लुङ्ग्री गाउँपालिका छ। लुङ्ग्रीको यति बेला स्कोर बोर्डमा 7 पुगेको छ भने परिवर्तनको 1। सर्भिस बलमा दिलबहादुर पुनमगर हो। लुङ्ग्री पुनः लुङ्ग्रीले एकदमै आफ्नो अग्रतालाई एकदमै कायम अझै फ्राकिलो बनाउँदै लगेको छ। यति बेला 8 पुगेको छ लुङ्ग्री भने परिवर्तन 1। खेलाडी चेन्ज गर्दै हुनुहुन्छ परिवर्तनले। यता देख्न सक्नुहुन्छ 184 जना हुनुहुन्छ। ल अझै बढाउनु पर्यो यो उसलाई। एकदमै उत्कृष्ट, एकदमै 9-1 पुगेको छ। लुङ्ग्रीको 9 छ भनेपछि परिवर्तनको 1 छ। देख्न सक्नुहुन्छ तपाईँहरू 198 जना हुनुहुन्छ। ल अझै बढाउनु पर्यो, 200 क्रस गराउनु पर्यो। ल सर्भिस बल लुङ्ग्रीले नै गरिराखेको छ। अलिकति तालमेल मिलेन, प्लेस बल उठेको छैन यो लुङ्ग्रीको। अब यसमा पनि हाम्रो टिम कोचले रणनीति बनाइराख्नु भएको छ। यता हेर्न सक्नुहुन्छ 2 परिवर्तनको 2 पुगेको छ भनेपछि लुङ्ग्रीको 9 7 नम्बरको अग्रता छ। उत्कृष्ट स्पाइक लुङ्ग्रीको प्रेम घरतीबाट जर्सी नम्बर 2 हुनुहुन्छ उहाँ, ओपन स्पाइकर हो एकदमै। प्रेम घरती मगर सर्भिस लुङ्ग्रीलाई, लुङ्ग्रीबाट हुँदैछ सर्भिस। यता देख्न सक्नुहुन्छ सर्भिस बल आउट भयो। त्यसको फाइदा परिवर्तन गाउँपालिकालाई। परिवर्तनको नम्बर 3 पुगेको छ भने लुङ्ग्री गाउँपालिकाको 10 पुगेको छ। 201 जनाले हेर्दै हुनुहुन्छ। तपाईँहरू सम्पूर्णले यो लाइभलाई सेयर गरिदिनुहोस्। जम्मा 200 जना मात्रै पक्कै जोडिदिनु भएको छैन तपाईँहरू। लुङ्ग्री गाउँपालिकाको प्रेम घरतीबार एकदमै उत्कृष्ट स्पाइकर हो प्रेम भाइ। यति बेला 11-3 भएको छ। लुङ्ग्री 12 नम्बर लिएर अगाडि बढिरहेको छ भने परिवर्तनले 3 नम्बरका साथ पछ्याइरहेको छ। अग्रता एकदमै फ्राकिलो छ। 9 नम्बरको अग्रता छ लुङ्ग्रीको। यो तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल अन्तर्गत पहिलो पुरुष भलिबल खेल हो। यो रोटेसन बिग्रिएको छ परिवर्तनबाट, त्यसको फाइदा लुङ्ग्री गाउँपालिकालाई। लुङ्ग्री 13 पुगेको छ भने परिवर्तन गाउँपालिका 3 नम्बर छ। एकदमै सेयर गरिदिनुहोस्, एकदमै सेयर गरिदिनुहोस्। मैले तपाईँहरूको लागि यो लाइभ देखाइरहेको छु। सर्भिस लगातार प्रेम घरती मगरकै रहेको छ।
अलिकति तालमेल मिल्न सकेन बलमा, त्यसैले नम्बर परिवर्तनलाई 4-13 भएको छ। देख्न सक्नुहुन्छ सर्भिस परिवर्तनको खेलाडीबाट हुँदैछ भने रिसिभ लुङ्ग्रीले ल्याउँदैछ। खेलाडी चेन्ज गरिराखेको छ परिवर्तनले। यहाँ देख्न सक्नुहुन्छ यति बेला स्कोर 4-13 सर्भिस परिवर्तनबाट। बल फल्ट हुन पुग्यो, त्यसको फाइदा परिवर्तनलाई 5-13 भएको छ। अलिकति तालमेल मिलेन। नाचिदिनुहोस् तपाईँहरू सम्पूर्ण जुद्ध जसले जहाँ जहाँबाट हेर्दै हुनुहुन्छ एकदमै गरिदिनुहोस्। हुकुम रामजालीबाट उत्कृष्ट स्पाइक जर्सी नम्बर 4, त्यसको फाइदा लुङ्ग्री गाउँपालिकालाई। लुङ्ग्रीको खातामा 14 पुगेको छ भने परिवर्तनको 5 पुगेको छ। सर्भिस पनि स्वयं हुकुम रामजालीबाट। बल लुङ्ग्रीको मैदानमा गिरेको छ, त्यसैले फाइदा परिवर्तनको 6 पुगेको छ भनेपछि लुङ्ग्रीको 14। सर्भिस पनि परिवर्तनबाटै हुँदैछ। लुङ्ग्री रिसिभ छ। लुङ्ग्रीको 15 पुगेको छ भने परिवर्तनको 6 छ। यता देख्न सक्नुहुन्छ स्कोर बोर्डमा नम्बर। रिसिभ परिवर्तनको डबल टच भएको छ लुङ्ग्रीको खेलाडीबाट बल, त्यसैले त्यसको फाइदा परिवर्तनको नम्बर यति बेला 7 पुगेको छ। सर्भिस परिवर्तनबाट हुँदैछ। लुङ्ग्रीको रिसिभ। सोह्र 7 पुगेको छ। लुङ्ग्री गाउँपालिकाको 16 परिवर्तनको 7। सर्भिस पनि लुङ्ग्रीबाट। आठ 8 नम्बरको अग्रता छ लुङ्ग्री गाउँपालिकाको। रिसिभ लुङ्ग्रीलाई। बल ब्लक आउट छ लुङ्ग्रीको। लुङ्ग्रीको नम्बर 17 18 9 नम्बरको अग्रता लुङ्ग्रीको लिलबहादुर पुन सर्भिस गर्दैछ। बल आउट छ। परिवर्तनको स्पाइक बल आउट भएको कारणले त्यसको फाइदा लुङ्ग्री गाउँपालिकाको खेलाडीलाई यति बेला 18-8 पुगेको छ। 18-8 पुगेको छ। यो खेल जित्यो भनेपछि लुङ्ग्री गाउँपालिका अगाडि बढ्नेछ भनेपछि बिचको बल अलिकति उठ्न सकेन लुङ्ग्री गाउँपालिकाबाट। त्यसको फाइदा परिवर्तनलाई भएको छ।
214 जना हुनुहुन्छ। अझै सेयर गरिदिनु पर्यो। क्वेसनमा तालमेल मिल्न सकेन लुङ्गीको खेलाडीबाट, त्यसैले त्यसको फाइदा परिवर्तन गाउँपालिकालाई। परिवर्तनको नम्बर 10 पुगेको छ भने लुङ्गीको 18। प्रेम घटीबाट एकदमै उत्कृष्ट स्ट्राइक, बल एकदमै उत्कृष्ट छ भाइको सर, एकदमै लयमा देखिएका छन् उनले टिमको लागि, सिङ्गो लुङ्गीको लागि नम्बर लगातार जोडिरहेका छन्। 19-10 पुगेको छ। बीस दस पुगेको छ। आधा नम्बर हाफ पोइन्टले लिड गरिरहेको छ। दोब्बर अग्रता छ लुङ्गीको। एक्काइस 10 लुङ्गीको 21 पुगेको छ भने परिवर्तनको 10। यो पहिलो सेट हो। लुङ्गी गाउँपालिकामा रहनुहुने लुङ्गी गाउँपालिकाको जसले जहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरू सम्पूर्णले यो लाइभलाई एकदमै सेयर गरेर लुङ्गी गाउँपालिकाका सम्पूर्ण समर्थक, शुभचिन्तक, खेलप्रेमी महानुभावहरूसँग चाहिँ पुर्याइदिनु हुनेछ भन्ने एउटा आशा र अपेक्षा लिएको छु। यति बेला हामी ठबाङ गाउँपालिकामा छौँ। यो ठबाङ गाउँपालिकाको श्री नमुना वीरबलभद्र माध्यमिक विद्यालय, नमुना माध्यमिक विद्यालयको खेल मैदानमा छौँ हामी। हाम्रो डिबी सर उता हुनुहुन्छ, उहाँले पनि लाइभ गरिराख्नु भएको छ। हाम्रो लुङ्गीको टिम बायाँतिर छ। पहेँलो जर्सीमा लुङ्गी गाउँपालिकाको खेलाडी भाइहरू हुनुहुन्छ भनेपछि रातो जर्सीमा परिवर्तन गाउँपालिकाको खेलाडी भाइहरू हुनुहुन्छ। खेलाडी चेन्ज गर्दै हुनुहुन्छ। परिवर्तनले खेलाडी चेन्ज भइसकेको छ। 201 जना एकदमै सेयर गरिदिनुहोस् है, तपाईँहरू सम्पूर्णले सेयर गरिदिनुहोस्। तपाईँहरूको एक सेयरले हाम्रो खेलाडी भाइहरूको एकदमै उत्कृष्ट स्पाइक लुङ्गीको खेलाडीबाट। त्यसैले त्यसको फाइदा लुङ्गीलाई नै। लुङ्गी 23 पुगेको छ भने परिवर्तन 10-10। म यताबाट लाइभ गरिराखेको छु। फेरि पनि त्यसको फाइदा लुङ्गीलाई नै। लुङ्गीको 24 पुगेको छ। लास्ट पुगेको छ भनेपछि परिवर्तनको 10। स्कोर बोर्डमा यहाँ देख्न सक्नुहुन्छ 24-10। ल 24-10। हम्म 11-24 परिवर्तनले 1 नम्बर जोडेको छ आफ्नो खातामा। त्यसको फलस्वरूप 11-24 लुङ्गी 24 छ भने परिवर्तन 11-24 नम्बर। हाम्रो सिन्चरी गाउँपालिकाको 6 नम्बर वडाको वडा अध्यक्ष एवं प्रवक्ताज्यू अमरजित सर यतै हुनुहुन्छ। लुङ्गीको भाइहरू, खेलाडी भाइहरू यता हुनुहुन्छ। हाम्रो खेलाडी भाइहरू हुनुहुन्छ। 2 नम्बर एकदमै उत्कृष्ट लयमा देखिएको भाइ प्रेम घरती यता देख्न सक्नुहुन्छ। प्रेम भाइ
20 को बल अलि केयर गर्नु पर्छ सर 20 को बल प्रेम भाइ उता छ प्रेम भाइ ओपन स्पाइकर हो एकदमै राम्रो फर्ममा देखिएको छ राम्रो गरेको छ प्रेम भाइले ल लुङ्ग्रीको टिम हो हाम्रो विशालजी हुनुहुन्छ टिम कोच प्रेम भाइ यता छ प्रेम भाइ हात लगाइदेऊ ल तिम्रो दर्शकहरू शुभचिन्तकहरूलाई ल यता भाइहरू यता हुनुहुन्छ पोजिसन त्यो उसको स्कोर सिट छ नि गेम भइसकेपछि तपाईँ भरेर दिइहाल्ने के प्रत्येक सेटको ओके दादा हाम्रो सरहरू चाहिँ उता हुनुहुन्छ है व्यवस्थापकहरू सरहरू उता हुनुहुन्छ हाम्रो लुङ्ग्रीको चाहिँ व्यवस्थापक सरहरू कोच यता हुनुहुन्छ अन्य कबड्डीको महिला भलिबलको खेलाडी ल ए महिला भलिबलको टिम क्याप्टेन यता एकदमै उत्साहित छन् खेलाडी भाइ बहिनीहरू हामीले पहिलो सेट हात पारेका छौँ परिवर्तन सङ्घको खेलमा ठवाङ गाउँपालिकामा छौँ यहाँबाट यो माथि देखिने यो ठवाङ गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय हो यहाँ देख्न सक्नुहुन्छ यो ठवाङ गाउँपालिका यता यो ठवाङ गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा व्यवस्थापन गरिएको प्राविधिक सहयोग गरेर स्थापना गरिएको यो प्राथमिक उपचार कक्ष हो यो ठवाङ गाउँपालिकाद्वारा एम्बुलेन्स पनि स्ट्यान्ड बाई छ यहाँ देख्न सक्नुहुन्छ यहाँको माहौलहरू यति बेला ठवाङ खेलकुदको माहौलले एकदमै भरिएको छ यति बेला ठवाङ खेलकुदको माध्यमबाट फेरि चिरपरिचित बन्दैछ देश विदेशमा ठवाङले फेरि आफ्नो एउटा खेलकुदको आयोजना गरेर यो तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेलको आयोजना गरेर यो स्थानीय व्यवस्थापक हो यो ठवाङ गाउँपालिका त्यसैले यहाँ यो ठवाङ गाउँपालिकाको यो ठवाङ आधारभूत अस्पताल हो यो यहाँ माथि देख्न सक्नुहुन्छ एकदमै आधारभूत विकासहरूको गतिमा अगाडि बढिरहेको छ तीव्र गतिमा अगाडि बढिरहेको छ ठवाङ गाउँपालिका यति बेला तपाईँ हामी देख्न सक्छौँ हाम्रो खेलाडीहरू सेकेन्ड सेटको लागि खै भाइ पानी ल्याउँदै दिनको पकड न ढोका 204 जनाले हेरिरहेछन् अझै उत्कृष्ट देखाउनु पर्यो तिमीहरूको खेल जति उत्कृष्ट हुन्छ त्यति लाइभ हेर्छन् हाम्रो 200 जनाले हेरिरहेछन् एघार पुनः दोस्रो सेटको लागि मैदान प्रवेश गरिसक्नु भएको छ खेलाडी भाइहरू लुङ्ग्री गाउँपालिकाको खेलाडी भाइहरू केही रणनीति बनाउँदैछ
कतिजना हो 22 छन् के तपाईँको 200 तपाईँले हो ल दोस्रो सेट पुनः सञ्चालन भइसकेको छ दोस्रो सेटको पहिलो सर्भिस परिवर्तन गाउँपालिकाबाट रिसिभ लुङ्ग्री गाउँपालिकालाई यता देख्न सक्नुहुन्छ लिब्रो चेन्ज भइसकेको छ लुङ्ग्री गाउँपालिकाको यता हाम्रो अन्य खेलाडी भाइहरू अन्य बिडाका खेलाडीहरू व्यवस्थापकज्यूहरू उता बसेर हेरिराख्नु भएको छ हामी यताबाट लाइभ गर्दैछौँ म यताबाट लाइभ गर्दैछु सर्भिस बल पहिलो सर्भिस लुङ्ग्री गाउँपालिकाको जर्सी नम्बर 1 लिलबहादुर पुनबाट फर्स्ट क्विक बल गिर्न सफल भइसकेको छ त्यसको फाइदा लुङ्ग्री गाउँपालिकालाई नै लुङ्ग्रीले पहिलो बलबाट नै खाता खोलिसकेको छ 1-0 एक सेट लगातार 2-0 लुङ्ग्री गाउँपालिकाका 2 भएको छ भनेपछि परिवर्तन गाउँपालिका 0 सायद यो थबाङ गाउँपालिकाकै छिमेकी गाउँपालिका पनि हो परिवर्तन गाउँपालिका हामी परिवर्तन गाउँपालिका हुँदै आएका हौँ यहाँ पहिलो म्याच हाम्रो परिवर्तनसँग परेको छ दोस्रो सेट हामीले हात पारिसकेका छौँ 11 को विरुद्ध 25 लिएर भने दोस्रो सेटमा पनि 3-0 भइसकेको छ लुङ्ग्री गाउँपालिकाको स्कोर बोर्डमा नम्बर 3 पुगेको छ भनेपछि परिवर्तनको 0 छ 221 जनाले हेर्दै हुनुहुन्छ अझै पनि एकदमै सेयर गरिदिनुहोस् जो जसले जहाँबाट हेर्दै हुनुहुन्छ तपाईहरु सम्पूर्णले यो लाइभलाई सेयर गरेर स्वदेश तथा विदेशमा रहनुहुने हाम्रा सम्पूर्ण लुङ्ग्रीवासी महानुभावहरू एवं लुङ्ग्रीका शुभचिन्तकहरू समक्ष पुर्याइदिनु हुनेछ भन्ने एउटा आशा र अपेक्षा लिएको छु थबाङमा छौँ यति बेला यो थबाङ गाउँपालिकाको श्री वीर बलभद्र नमुना माध्यमिक विद्यालयको खेलकुद मैदानमा छौँ आज यो जिल्ला स्तरीय तेस्रो रनिङ सिलको दोस्रो दिन हो आज हामी दोस्रो दिनको पहिलो खेल पुरुष भलिबल तर्फको लुङ्ग्री गाउँपालिका भर्सेस परिवर्तन गाउँपालिकाको खेल हुँदैछ थबाङ गाउँपालिकामा छौँ यति बेला यो थबाङ हिजो विभिन्न गतिविधिहरूले चाहे त्यो राजनीतिक आन्दोलन हो चाहे त्यो कुनै शान्ति प्रक्रिया होस् विभिन्न रूपले चिनिएको थबाङ अहिले फेरि एउटा यो खेलकुदको माध्यमबाट चिनिँदैछ यहाँ सम्पूर्ण थबाङमा आउन नपाउनुभएका थबाङ घुम्ने अवसर नपाउनुभएका खेलाडीहरू यहाँ चाहिँ खेलको माध्यमबाट चाहिँ आउनुभएको छ बल एकदमै हावामा छ देख्न सक्नुहुन्छ एकदमै लामो समयको प्रतीक्षापछि फेरि लुङ्ग्रीले आफ्नो खातामा 1 नम्बर जोडेर 4-0 पुर्याएको छ भनेपछि परिवर्तन 0 छ बल एकदमै लामो समय हावामा थियो तथापि त्यसको फाइदा लुङ्ग्रीलाई नै पुनः फेरि लुङ्ग्री गाउँपालिकालाई नै नम्बर यति बेला 5-0 भइसकेको छ 5-0 भइसकेको छ ल 234 जनाले हेरिदिनुहुन्छ एकदमै धन्यवाद ल अझै सेयर गरिदिनुहोस् खेल एकदमै उत्कृष्ट छ परिवर्तन रेड कलरमा परिवर्तन हो भनेपछि मेरो बायाँतिर परिवर्तन छ भने दायाँतिर लुङ्ग्री गाउँपालिका पहेँलो जर्सीमा लुङ्ग्री गाउँपालिकाको खेलाडी भाइहरू हुनुहुन्छ लुङ्ग्री गाउँपालिकाको खेलाडी भाइहरू एकदमै उमेरले
जुनियर भए पनि खेलले जुनियर भए पनि एकदमै अनुभवी र उत्कृष्ट हुनुहुन्छ। बल लुङ्ग्रीको स्पाइक बल परिवर्तनले ब्लक गरेको छ, त्यसको फाइदा परिवर्तनलाई नै। परिवर्तनले खाटाको 2 नम्बर, परिवर्तनको खातामा 2 पुगेको छ भने लुङ्ग्रीको 5 छ। खेल एकदमै रोचक र प्रतिस्पर्धा हुँदैछ। बल आउट, लुङ्ग्रीको बल आउट भएको छ, ब्लक आउट भएको छ, त्यसको फाइदा लुङ्ग्रीलाई नै। यति बेला 6-2 स्कोर, 6-2 सर्भिस पनि लुङ्ग्रीलाई नै देख्न सक्नुहुन्छ। 241 जना हुनुहुन्छ तपाईहरु सम्पूर्णले हेर्दै हुनुहुन्छ। 241 जना हुनुहुन्छ। लुङ्ग्रीको सर्भिस छ, बल परिवर्तनको मैदानमा छ। खेल एकदमै रोचक र प्रतिस्पर्धा भइरहेको छ। 3-6 छ। 3 नम्बरको अग्रता कायम गर्दै लुङ्ग्रीका क्विकर हुकुम रामजाली जर्सी नम्बर 4 बाट एकदमै उत्कृष्ट स्पाइक, त्यसैले फाइदा पनि लुङ्ग्रीलाई। नम्बर 7-3 परिवर्तनको 3 छ भने लुङ्ग्रीको 7 पुगेको छ। पहिलो सेट लुङ्ग्रीले 11 को विरुद्ध 25 लिएर पहिलो सेट हात पारेको थियो। अब यो दोस्रो सेट पनि लुङ्ग्रीले हात पारेको खण्डमा यो अगाडि बढ्नेछ दोस्रो चरणको लागि। अलिकति सर्भिसमा तालमेल मिल्न सकेन, त्यसैले सर्भिस बल आउट भएको छ लुङ्ग्रीबाट, त्यसैले त्यसको फाइदा परिवर्तनलाई। यति बेला 4-7 नम्बर 4-7 पुगेको छ। 242 जना हुनुहुन्छ। एकदमै सेयर गरिदिनुस् है, यो लाइभलाई एकदमै सेयर गरिदिनुस् है। मैले तपाईहरु सम्पूर्णलाई पटक पटक अनुरोध गरेको छु, यो लाइभलाई फेरि पनि एकदमै सेयर गरिदिनुस्। सबै समक्ष पुर्याइदिनु पर्छ यो। फेरि पुनः नम्बर लुङ्ग्रीलाई नै 8-4 यता देख्न सक्नुहुन्छ स्कोर बोर्डमा। 8-4 यो परिवर्तनबाट बल जालीमा यहाँ फ्यानहरू एकदमै माथि हुनुहुन्छ र हाम्रो फ्यानहरू यहाँ यता यति बेला 5-9 भएको छ। हाम्रो 9 छ भनेपछि परिवर्तनको 5-5-9 देख्न सक्नुहुन्छ। सर्भिस पनि परिवर्तनबाटै। लगातार परिवर्तन ल्याइरहेको छ। यो खेलको पहिलो टाइम आउट लिएको छ लुङ्ग्रीले। यति बेला 7-9 छ स्कोर बोर्डमा। अलिकति तालमेल मिल्न सकेन लुङ्ग्रीको खेलाडी भाइहरूबाट। परिवर्तनले जुन अग्रता थियो त्यसलाई कम गराउँदै लगेको छ। यति बेला 7-9 छ। लुङ्ग्रीले पहिलो टाइम आउट लिएर केही तालमेल मिलाउँदै छ, अलिकति तालमेल मिलेको छैन। यो पछि पुनः माडी गाउँपालिका र गंगादेव गाउँपालिकाको बीचमा हुनेछ। यो माडी र गंगादेवको खेल पनि एकदमै रोचक र प्रतिस्पर्धा हुनेछ।
एकदमै उत्कृष्ट टिम छ दुवै टिम। मैले सुन्नमा आएको एकदमै उत्कृष्ट दुवै टिम चाहिँ एकदमै उत्कृष्ट टिम हुन्। त्यसैले ती दुवै टिम एकदमै छोटे भाइ लीलबहादुर पुन एकदमै उत्कृष्ट खेलाडी हो। ओपन स्पाइकर पनि, क्विकर, अलराउन्डर, एकदमै राम्रो खेल्ने भाइ हो। 236 जनाले हेर्दै हुनुहुन्छ तपाईहरु सम्पूर्णले। सर्भिस यति बेला नम्बर 10-7 लुङ्गीको 10 छ भने परिवर्तनको 7 छ। परिवर्तनबाट बल फल्ट हुन पुगेको छ नेटमा, जाली टच भएको छ। त्यसैले त्यसको फाइदा लुङ्ग्रीलाई। लुङ्ग्रीको खातामा यति बेला नम्बर 11-7 फेरि 4 नम्बर। अगाडि 2 नम्बरको अग्रता थियो भने अहिले फेरि पुनः 4 नम्बर 2 नम्बर जोडेर 4 नम्बरको अग्रता बनाउँदै लगेको छ। नौ 11 फेरि पुनः 2 नम्बरको अग्रता मात्रै बाँकी छ। परिवर्तनको 9 पुगेको छ भने लुङ्ग्रीको 11 पुगेको छ। एकदमै प्रतिस्पर्धा छ खेल। बाह्र 9 फेरि 3 नम्बरको अग्रता छ। यति बेला लुङ्ग्री गाउँपालिकाको पुरुष टिम र परिवर्तन गाउँपालिकाको पुरुष टिम बीच पहिलो खेल हुँदैछ। टाइम आउट, पहिलो टाइम आउट लिएको छ। दोस्रो सेटको पहिलो टाइम आउट हो परिवर्तनको। यति बेला परिवर्तनले पहिलो टाइम आउट लिएको छ। नम्बर लुङ्ग्रीलाई छ, लुङ्ग्रीको 13 छ भनेपछि परिवर्तनको 9, 4 नम्बरको अग्रता छ। यति बेला लुङ्ग्रीको खेलाडीहरू यहाँ देख्न सक्नुहुन्छ तपाईहरु। भाइहरु एकदमै उत्साह र ऊर्जाका साथ मैदानमा आफ्नो प्रस्तुति देखाइराख्नु भएको छ। उहाँहरू एकदमै उत्कृष्ट खेल प्रदर्शन गरिराख्नु भएको छ। हालसम्म हेर्दाखेरि दर्शकहरूको पनि मन जित्नु भएको छ। चारैतर्फबाट लुङ्ग्रीको एकदमै समर्थन पाइराखेका छौँ हामीले। यो सामाजिक सञ्जालमा पनि 257 जनाले हेर्दै हुनुहुन्छ यो लाइभ मार्फत। तपाईहरु सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौँ। हामी यति बेला थबाङ गाउँपालिकामा छौँ। यो थबाङ गाउँपालिकामा तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिटको सन्दर्भमा छौँ। यहाँ सोही अवसरमा उपस्थित भएका हौँ। यहाँ हाम्रो पुरुष टिमको पहिलो खेल, यो भलिबल खेलकै पहिलो खेल हाम्रो लुङ्ग्री र परिवर्तनको बीचमा थियो। हिजो हुने भनेको खेल पानीले गर्दाखेरि सञ्चालन हुन सकेन। हिजो एकदमै पसिना र पानी पर्यो। एकदमै उत्कृष्ट स्पाइक लुङ्ग्रीबाट। जर्सी नम्बर 1 लीलबहादुर पुनबाट एकदमै उत्कृष्ट स्पाइक। नम्बर 14-9 5 नम्बरको अग्रता। एकदमै अग्रतालाई फराकिलो बनाउँदै लगेको छ लुङ्ग्रीले। यो मानेमा पनि लुङ्ग्री एकदमै फर्ममा छ। लुङ्ग्रीको खेल उत्कृष्ट छ भन्ने हामीले बुझ्न सक्छौँ। डट 14 4 नम्बरको अग्रता लुङ्ग्रीको अझै पनि।
लीलबहादुर पुन नै सर्भिस गर्दै उनी एकदमै उत्कृष्ट खेलाडी टिमको सबैभन्दा सानो तर उत्कृष्ट खेलाडी हुन् उनी लीलबहादुर पुन 261 जनाले हेर्दै हुनुहुन्छ लुङ्ग्री गाउँपालिकामा सञ्चालन भएको यो राष्ट्रपति रनिङ सिल मार्फत छनौट भएर यहाँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल खेल्न आएका खेलाडी भाइहरू हुन् यिनीहरू टिम हामीले राम्रै टिम निर्माण गरेका छौँ अब अघिल्लो चरणमा हेरौँ कति चाहिँ एकदमै दामी बल एकदमै लुङ्ग्रीको समर्थकहरू उत्साहित हुनुहुन्छ एकदमै उत्साहित हुनुहुन्छ लुङ्ग्रीको समर्थकहरू यति बेला 16-10 नम्बर 16-10 6 नम्बरको अग्रता लुङ्ग्रीले 260 जनाले हेर्दै हुनुहुन्छ एकदमै सेयर गरिदिनुहोस् है यो लाइभलाई सेयर गरिदिनुहोस् यो हाम्रो पेजलाई सेयर गरिदिनुहोस् म तपाईहरुलाई ब्लक आउट कस्तो देखिएको छ लाइभ त्यो पनि भन्दिनु होला थबाङ गाउँपालिकामा छौँ यति बेला थबाङ खेल कुदमय बनेको छ एकदमै रौनक छ थबाङमा अलिकति तालमेल मिल्न सकेन खेलाडीको बीचमा लुङ्ग्रीको एकदमै उत्कृष्ट स्पाइक छ उत्कृष्ट छ हाम्रो खेल एकदम प्रेम घरती मगर चाहिँ जर्सी नम्बर 2 प्रेम घरती उत्कृष्ट फर्ममा देखिएका छन् भाइ सर्भिस बल कट्न सकेन यति बेला स्कोर 13-17 4 नम्बरको अग्रता परिवर्तन यति बेला केही राम्रो देखिएको छ यो दोस्रो सेटमा भन्दै थिए 18-13 फेरि 4 नम्बरको अग्रता कायम गरिसकेको छ लुङ्ग्रीले लुङ्ग्री एकदमै अग्रतालाई अझै फराकिलो बनाउन चाहन्छ भनेपछि परिवर्तनले अग्रतालाई कम गराउन चाहन्छ परिवर्तनले पछ्याइरहेको छ यता देख्न सक्नुहुन्छ प्रेम घरती मगर सर्भिस गर्दै परिवर्तन परिवर्तनको सर्भिस छ लुङ्ग्री नम्बर लुङ्ग्रीलाई 20-14 दोस्रो टाइम आउट परिवर्तनले दोस्रो टाइम आउट लिएको छ दोस्रो सेटको दोस्रो टाइम आउट हो योभन्दा अगाडि लुङ्ग्रीले एकपटक टाइम आउट लिएको थियो पहिलो सेटमा बिना टाइम आउट लुङ्ग्रीले पहिलो सेट हात पारेको थियो 11 को विरुद्ध 25 लिएर भने दोस्रो सेटमा लुङ्ग्रीले एकपटक टाइम आउट लिएको थियो त्यसपछि लगातार 2 पटक टाइम आउट परिवर्तनले लिएको छ नम्बर देख्न सक्नुहुन्छ 20-14 छ यो 20-14 6 नम्बरको अग्रता छ अब लुङ्ग्रीलाई यो दोस्रो सेट हात पारेर
दोस्रो चरणमा प्रवेश गर्नको लागि 5 नम्बर आफ्नो खातामा जोड्नुपर्ने छ भनेपछि परिवर्तनलाई पहिलो सेट हात पार्नको लागि 11 नम्बर लिएर यो पहिलो सेट हात पार्नु पर्नेछ। यदि त्यो परिवर्तनले यो दोस्रो सेटलाई आफ्नो पहिलो सेटको रूपमा हात पारेको खण्डमा फेरि पुनः तेस्रो सेट हुनेछ, तर त्यो सम्भावना देखिन्न यहाँ। त्यो सम्भावना चाहिँ देखिन्न। यदि तर अब हरेक सम्भावनाको खेल हो भन्ने छ। यदि त्यो भएको खण्डमा परिवर्तनबाट अलिकति तालमेल मिल्न सकेन। यो के हो, हाम्रो खेलाडीहरू चाहिँ मैदान प्रवेश गरिसक्नु भएको छ। परिवर्तनको केही सायद मलाई लाग्छ निर्णयप्रति डिसिजनप्रति अलिकति छिट्ट नबुझेको हो कि भन्ने मेरो बुझाइ हो। म यहाँबाट हेर्दैछु, म नजिक त गएको छैन, त्यही पनि केही अलिकति समन्वय हुन खोजिरहेको छ। केही उहाँहरूले केही ब्रिफिङ गरिराख्नु भएको छ। अब यो के हो, हाम्रो खेलाडीहरू चाहिँ अलरेडी मैदानमा हुनुहुन्छ। उहाँहरू अलरेडी मैदानमा हुनुहुन्छ। हाम्रो खेलाडी भाइहरू यो लुङ्ग्री गाउँपालिकाको टिम हो, प्रवेश गरिसक्नु भएको छ। परिवर्तनको खेलाडीहरू परिवर्तनको पुरुष भलिबल टिम र लुङ्ग्री गाउँपालिकाको पुरुष भलिबल टिम हो। एकदमै राम्रो छ। सर्भिस बल कट्न सकेन लुङ्ग्रीबाट, त्यसैले त्यसको फाइदा परिवर्तनको 1 नम्बर जोडेर 15 पुर्याएको छ भनेपछि लुङ्ग्रीको 20 छ। 5 नम्बरको अग्रता देख्न सक्नुहुन्छ। सर्भिस परिवर्तनले गर्दैछ। अब यहाँ देख्न सक्नुहुन्छ पोजिसन मिल्न सकेन अलिकति लुङ्ग्रीको, त्यसैले त्यसको फाइदा उसलाई परिवर्तनलाई 265 जनाले हेर्दै हुनुहुन्छ। एकदमै तपाईहरुले पनि एकदमै भरपूर साथ दिनुभएको छ। अलिकति तालमेल मिल्न सकेन। 17-20 परिवर्तनको 17 छ भने लुङ्ग्रीको 20 छ। दोस्रो सेटको दोस्रो टाइम आउट लिएको छ लुङ्ग्रीले। सँगसँगै टाइम आउट पनि सकिएको छ लुङ्ग्रीको टाइम आउट पनि सकिएको छ र परिवर्तनको पनि सकिएको छ। यो नम्बर स्कोर बोर्डमा देख्न सक्नुहुन्छ 17-20। 3 नम्बरको अग्रता छ लुङ्ग्रीको। एकदमै पछ्याइरहेको छ परिवर्तनले लुङ्ग्रीलाई। यति बेला हामी दोस्रो सेटमा छौँ। यो दोस्रो सेट पनि लुङ्ग्रीले हात पारेको खण्डमा अगाडि बढ्नेछ, दोस्रो चरणमा प्रवेश गर्नेछ। एक्काइस 17 फेरि पुनः 1 नम्बर जोडेको छ। दोस्रो टाइम आउट पश्चात लुङ्ग्रीले 1 नम्बर जोडेर 21-17 पुर्याएको छ।
18-21 परिवर्तनको 18 छ भने लुङ्ग्रीको 21 छ। बाइस 18 4 नम्बरको अग्रता। लुङ्ग्री 22 छ भनेपछि परिवर्तन 18 छ। अब यो दोस्रो सेट हात पाल्नको उन्नाइस 22 3 नम्बरको अग्रता मात्रै बाँकी छ। अब एकदमै पछ्याइरहेको छ परिवर्तनले लुङ्ग्रीलाई। लुङ्ग्री 20-22 2 नम्बरको अग्रता एकदमै साँगुरो बनाएको छ परिवर्तनले अग्रतालाई। परिवर्तनबाट सर्भिस बल जालीमा, त्यसैले त्यसको फाइदा लुङ्ग्रीलाई। लुङ्ग्री 23 पुगेको छ भने परिवर्तन 20 पुगेको छ। एकदमै यो लाइभलाई जसले जहाँबाट हेर्नुभयो एकदमै कमेन्ट गर्नुभयो, सेयर गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। 21-23 भएको छ। परिवर्तन 21 छ भने लुङ्ग्री 23 छ। पछ्याइरहेको छ परिवर्तनले पनि लुङ्ग्रीलाई पछ्याइराखेको छ। यहाँ देख्न सक्नुहुन्छ यो एकदमै भाइहरु मुंगली चाहिँ नगर भने रेफरी आफू डिसिजन एकदमै यता लाइन्सम्यान र सहायक रेफ्रीले बल राइट भन्नुभएको छ। अब लुङ्ग्रीलाई यो दोस्रो सेट हात पार्नको लागि 2 नम्बर मात्रै बाँकी छ भने परिवर्तनलाई 4 नम्बर। अब यो नम्बर लुङ्ग्रीले पाएको खण्डमा लास्ट 21 हुनेछ भनेपछि परिवर्तनले पाएको खण्डमा 22-23 हुनेछ। अब यो हेरौँ, तर एम्पायरले डिसिजन त लुङ्ग्रीलाई नै दिनुभएको छ।
सायद मलाई लाग्छ अबको यो डिसिजन लुङ्ग्रीले नै पाउँछ, लुङ्ग्री नै पाउँछ। नम्बर लुङ्ग्रीले पाइसकेको छ। यता देख्न सक्नुहुन्छ 24-21 है, 24-21 लास्ट 21 लुङ्ग्री लास्ट छ भनेपछि परिवर्तन 21 दोस्रो सेटमा पनि। अब यो दोस्रो सेट अझै पनि परिवर्तनले त्यो डिसिजन स्वीकार्न सकेको छैन। अब हेरौँ। के भन्छ यो? होइन त्यो के अरे एकदमै त्यो उसले त नमान्नु भन्नुहोस् न त्यो कहाँ त्यो मान्ने कुरा हुँदैन नि त एकदम पर्या हामीले अप्लाई गरेपछि मान्ने कुरा हुन्छ र यार होइन आएको नम्बर परिवर्तनले अझै स्वीकार्न सकेको छैन त्यो डिसिजन। यहाँ देख्न सक्नुहुन्छ दर्शकहरू एकदमै प्रतीक्षामा हुनुहुन्छ। यति बेला घाम लागिराखेको छ। यता यहाँ देख्न सक्नुहुन्छ। लुङ्ग्री गाउँपालिकाको पुरुष भलिबल टिम र परिवर्तन गाउँपालिकाको पुरुष भलिबल टिम बीचको यो दोस्रो सेटको खेल भइराखेको छ। योमा अलिकति परिवर्तनले रेफ्रीको निर्णयलाई स्वीकार्न सकेको छैन। यहाँ लुङ्ग्री गाउँपालिकाले अब यो सेट पनि हात पारेको खण्डमा अगाडि बढ्ने छ भनेपछि परिवर्तन बाहिरिनेछ। यसको लागि एकदमै हामी यहाँ हेर्न सक्छौँ। यति बेला यो तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिलको अवसरमा ठबाङ गाउँपालिकामा छौँ। यति बेला यो ठबाङ गाउँपालिका वडा नम्बर 2 मा रहेको
श्री वीर बलभद्र नमुना माध्यमिक विद्यालयको खेलकुद मैदान हो यो। यहाँ देख्न सक्छौँ एकदमै ठुलो खेलकुद मैदान छ। यो नमुना विद्यालय हो, रोल्पाको नमुना विद्यालय हो। यो वीर बलभद्र नमुना माध्यमिक विद्यालय सोही विद्यालयकै खेलकुद मैदानमा छौँ। यो खेलकुद मैदानमा हामी आज दोस्रो दिनमा छौँ। यो जिल्ला स्तरीय राष्ट्रपति गर्ने सन्दर्भमा दोस्रो दिनमा छौँ। आज दोस्रो दिनमा यो पुरुष भलिबल तर्फको पहिलो खेल लुङ्ग्री गाउँपालिका भर्सेस परिवर्तन गाउँपालिका बीच भइराखेको छ र पहिलो सेट लुङ्ग्रीले 11 को विरुद्ध 25 लिएर हात पारिसकेको छ भनेपछि परिवर्तनले बल राइट थियो। लाइन्सम्यान र सहायक रेफ्रीले बल राइट भन्दा भन्दै पनि अब परिवर्तनले यो डिसिजन स्वीकार्न सकेन। बल आउट छ भनेर भनिराख्नु भएको छ उहाँहरूले। यो म पनि ठ्याक्कै विपरीत दिशामा छु। लुङ्ग्रीको स्पाइक बल परिवर्तनको मैदानमा बल आउट थियो तर राइट दियो एम्पायरले भन्ने छ, तर त्यो चाहिँ होइन। मलाई जहाँसम्म लाग्छ सहायक रेफ्री त्यसै गरी लाइन्सम्यानले नै राइट दिनुभएको छ। यति बेला लुङ्ग्रीको गेम ओभर भइसक्ने हो तर हुन सकेन। यहाँ केही अलिकति विवाद सिर्जना हुन खोजेको छ। ल परिवर्तनले मैदान छोडेर निस्किसकेपछि यो भलिबल खेलको नियमअनुसार लुङ्ग्रीले दोस्रो सेट पनि 21 को विरुद्ध 25 लिएर दोस्रो सेट हात पारेर लुङ्ग्री फाइनल प्रवेश गरेको छ। सरी फाइनल अगाडि बढेको छ भनेपछि अहिले लुङ्ग्रीको भाइहरू यहाँ हुनुहुन्छ। एकदमै ल है बधाई छ मेरो भाइहरू। ल मेरो भाइहरूलाई बधाई छ एकदमै। ल बधाई छ है। ल भाइहरूले पहिलो सेट हात पारिसकेको छ। यो गङ्गादेव गाउँपालिकाको खेलाडी भाइ, मैले जहाँसम्म सुनेको यो एफिएफको ट्रेनिङ सेन्टरमा ट्रेनिङ गर्दैछन् भन्ने सुनेको छु। यो हाइट पनि 6 फिट 2 इन्ची भन्ने सुनेको छु।